यहाँ चाहिँ पटिङ गर्नु हुँदैछ। यो चाहिँ सेल्फ हाइब्रिड। जब ये खिल जाएगा तब अच्छे से वीडियो बना के आप सबको दिखाऊंगी मैं। यो चाहिँ घरको चाहिँ कुना काप्ची चाहिँ केही नछोड्दैको हामीले चाहिँ। ल यहाँ पनि हेर्नुहोस् न। हाई एभ्रिवान, टशी दिले, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज तपाईहरुलाई मेरो भिडियोमा चाहिँ म मेरो घरमा भएको प्लान्ट्सहरुको टुर गराउने छु। अनि तपाईहरुलाई पनि कस्तो प्लान्ट मनपर्छ प्लिज लेट मी नो इन द कमेन्ट बक्स है। एन्ड प्लिज लाइक, शेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल। त्यही भन्दै आजको भिडियोलाई सुरु गरौँ। लेट्स गो। तर किनभने अब भोलिपछि हाम्रो यसो आउने हाम्रो घरको कलेक्सनको लागि हाम्रो अर्किड हो। यो चाहिँ इन्सिग्नी स्लिपर अर्किड पनि भन्छ है यसलाई। भिनस स्लिपर अर्किड, स्लिपर अर्किड र भिनस स्लिपर अर्किड। त्यसको लागि चाहिँ हेर्नुस् है, यो मलहरु चाहिँ यस्तो पाराले रेडी गर्नुपर्छ। यो चाहिँ लेफ्टओभर्स अफ दैट ओल्ड वन लिफ मल मिक्स गरेर है यसलाई अलिकति अब राम्रो बनाउनु पर्यो नि त। यहाँ जति पनि यो सबै देख्नु हुँदैछ यो प्लान्टहरु चाहिँ सबै यो प्लान्टहरु चाहिँ यहाँनिर यहाँ हुनुहुन्छ, उहाँले गर्नुहुन्छ प्राय। म चाहिँ साइडमा एसिस्टेन्ट। अब हाम्रोमा यो उयो फुल्नु आँटेको, यहाँनिर यो फुल्ने, मलाई यो यसको चाहिँ एकदमै इंतज़ार छ क्या। जब ये खिल जाएगा तब अच्छे से वीडियो बना के आप सबको दिखाऊंगी मैं। लाइकास्टे है, यसलाई ग्राउन्ड अर्किड पनि भन्छ। यो होइन है ग्राउन्ड अर्किड। यति मजाले एउटै बोटमा चाहिँ अब यो खालके पाराले चाहिँ कोपिलाहरू लाग्दो रहेछ। यो चाहिँ मैले पनि फर्स्ट टाइमै देखेको यसलाई। हामीले यत्रो हुँदाखेरि लिएको थियो होला। अहिले चाहिँ यो यत्रो भएर चाहिँ मजाले यसरी मजाले भएको छ यो एउटा। अन्त यो त्यही अघिकै इन्सिग्नी डिफ्रेन्ट अर्को कलरमा हो। यो मजाले फुलिरहेको छ अहिले पनि। हाम्रो यो त अब सधैँ हाम्रोमा हुने नै हो। यो चाहिँ मोन्स्टेरा त तपाईहरुले मेरो भिडियोमा देखि नै रहनु भएको छ। मोन्स्टेरा चाहिँ अब हाम्रोमा मेरो फेभरेट प्लान्ट मोन्स्टेरा चाहिँ। तर यो सबै पनि फेभरेटै हो, राम्रै हो, मनपर्छ। सबै प्लान्टहरु सबै मनपर्छ हो। यो भयो तपाईको एलोभेरा चाहिँ कसैलाई चाहिन्छ भन्ने भन्नुहोस् है। एलोभेरा चाहिँ यो चाहिँ नभनेको पनि कति साल भयो होला हौ हाम्रो यो एलोभेरा है। कति वर्ष भएको, यहीबाट हामीले कति मान्छेलाई पनि दियौँ, हामीले पनि कति यताउता सार्यौँ। नभनेको पनि यो 8 साल जस्तो भएको हाम्रोमा। अझै ठुलो हुन्थ्यो होला, हामीले मजाले ठुलो पटमा राखेको, तर ठिक्कैको साइजमै राखेको यसलाई। योहरू पनि छ, यिनीहरू पनि पटिङ भर्खर गरेको। यहाँनिर अर्को ग्राउन्ड अर्किड लाइकास्टे यहाँ छ। यो चाहिँ अब लट्ठीहरू जस्तो मात्रै देख्दैछ। यो चाहिँ वाइल्ड अर्किडहरू हो है। यो चाहिँ हामीले कहीँ बेच्नु केहीको लागि होइन, यो चाहिँ हामी जस्ट हाम्रो घरको लागि कलेक्सन मात्रै गरेको राखेको। अब यसको पनि फुल्नुको लागि स्टार्ट हुँदैछ। यो म तपाईँहरूलाई देखाउँछु नि फुलेपछि। त्यस्तै छ कतिवटा त अब अस्ति विन्टरमा यो पनि भयो नि, हामी मरे पनि कतिवटा त अब माया लाग्छ नि प्लान्टहरू मर्दा है। अर्किडको भेराइटीहरू चाहिँ हाम्रोमा कति भेराइटी छ टोटल? अलमोस्ट अब यसो काउन्टिङमा भेराइटी धेरै भेराइटीहरू छ यहाँनिर अब हो। अब 6 महिना हुन आँटेन यो हौ फुलेको। के अरे एन्थोरियम। गरम जग्गामा दामी हुन्छ हुनु त, तर पनि अब हाम्रै जग्गामा पनि यहाँनिर यतिको स्याहार नपुगेको पनि के भन्नु। तर म यतिको त हेर न अझै नयाँ आइरहेको छ।
अझै नयाँ आइरहेको छ यो नयाँ 6 महिना त होइन 4 महिनाहरू होला हौ 6 महिना त होइन होला साथीहरू यसको नाम चाहिँ साह्रो रहेछ हो पिल्ली के अरे पिल्लोइन कि पिल्लियन अरे अब भन्नु पनि साह्रो पऱ्यो मलाई तर हेर्नुहोस् न यसरी आउँदैछ मजाले यस्तोहरू चाहिँ हाम्रोमा चाहिँ यो चाहिँ हामीले बेच्नु भन्दा पनि यो चाहिँ हाम्रो कलेक्सन हो यिनीहरू चाहिँ हो हामीले यो चाहिँ हाम्रो उयो नि है कलेक्सन हामीले अब कलेक्टहरू पनि गरेको छु कतिवटा यसमा हामीले अब यताउता हाम्रै उयोहरूबाट पनि लिएको छु हो सानो सानो लिएर अब एक्सर्साइज गर्नु बनाइसकेको छु प्लान्टहरू कतिवटा ठुल्ठुलै पनि लिएर आउँछु यस्तोहरू छ यो चाहिँ यसरी अब यो पनि फुल्नुकै लागि होला हौ यस्तो पुरा सुट हानिरहेछ कि सायद फुल्नुकै लागि होला योहरू पनि यस्तो मजाले गाडी हौ त्यही गाडी बाइक गाडीको साइड अनि यति मजाले यो चाहिँ सुट लागेको छ कि यो चाहिँ अब सायद फुल्नै लागि होला हौ यस्तो फुलेपछि चाहिँ म तपाईँहरूलाई देखाउँछु यहाँनिर चाहिँ मेरो फेभरेट स्पाइसेस अब स्पाइसेस छ जे भने पनि है फेभरेट यो मेरो रोजमेरी चाहिँ मलाई साह्रो मनपर्छ यसको बास्ना यसको सुगन्ध तपाईँहरूकोमा पनि छ कि छैन हौ रोजमेरी कमेन्ट गर्नुहोस् है अनि तपाईँहरूलाई पनि मनपर्छ यसको चायहरू बनाएर खानु सक्छ हामीले अनि हेयर स्प्रेहरू बनाउनु सक्छौँ हामीले अझै धेरै धेरै थुप्रो कुराहरू पनि बनाउँछ एकदम राम्रो हेल्थको लागि हो त्यस्तैहरू छ बेसी नै पनि छैन त्यस्तो दामी खतरा पनि छैन है ठिकैको तपाईँहरूले पनि भनिदिनुहोस् कस्तो लाग्यो हाम्रो प्लान्टहरू यस्तो छ अनि यहाँ चाहिँ मैले तपाईँलाई एउटा देखाउनु बिर्सेछु यो चाहिँ हेर्नुहोस् न मजाको छ है मङ्की स्टेल भन्दो रहेछ साँच्ची नै अब यो फादरकै छोराहरू जस्तो देख्दो रहेछ नि त त्यसले गर्दा होला यसको नाम पनि त्यही अब बाट निस्केको मजाले भइरहेको छ अब यसको प्रोसेस अब अझै बढ्दैछ कस्तो हुन्छ म तपाईँहरूलाई भन्छु नि मोन्स्टेरा चाहिँ हाम्रो यस्तै छ एभ्रिवेयर मोन्स्टेरा हो मलाई चाहिँ त्यस्तो डरलाग्दो नाम चाहिँ थाहा नभए पनि अब नामै थाहा त हुनुपर्छ भन्ने पनि छैन अहिले त अब गुगल लेन्स छ तपाईँहरूलाई अब नाम थाहा नभएको पनि गुगल लेन्समा गएर टक्कै तपाईँहरूले फोटो खिच्नुभयो भने त्यसको नाम त्यहाँबाट अरिजिन भएको के सबै त्यसको केदेखि लिएर हरेक कुरो देखिहाल्छ है अनि यस्तै छ यो हाम्रोमा भेराइटीको इन्सिग्नी चाहिँ हाम्रोमा नभनेको पनि इन्सिग्नी आई थिङ्क 3-4 भेराइटीको होला हौ सायद पहिला त थिएन अब हामीले पनि कलेक्सनहरू गरेको यताउताबाट अब यस्तै छ हाम्रो चाहिँ सानो हरियाली भित्रै मजाले बनाएको छौँ अब अहिले हामीले तल हाम्रै यहाँनिर मुनिपट्टि बारीमा पनि नयाँ नर्सरीको कन्स्ट्रक्सनहरू चलेर त्यसै राम्रो हो त्यहाँ भोलिपछि तपाईँहरूलाई सबै कम्प्लिट भइसकेपछि टुर दिने सुटबाट अनि यो चाहिँ मेरो टेरेसमै हो यस्तो छ यो पनि हेर्नुहोस् न यस्तो मजाको एक प्रकारको युनिक छ है यो राम्रो लागेको अनि मलाई यो पनि हेर्नुहोस् न साइड साइडमा चाहिँ यसको सिल्भर लाइनिङ गोल्डन लाइनिङहरू हुन्छ क्या एकदमै राम्रो अर्को भेराइटी भन्छु म चाहिँ अब यसको एक्ज्याक्टली नेम पनि हुन्छ है के हो नाम चाहिँ तपाईँहरूलाई थाहा छ भने प्लिज कमेन्टमा भनिदिनुहोस् अनि कतिवटा नामहरू त अब भन्नै सक्दैन क्या कति साह्रो पर्दैन नामहरू पनि अनि यहाँनिर
भर्खर भर्खर सिक्दैछु नि त म पनि प्लान्टहरूको नामहरू। अब फुल रोप्ने त अब हाम्रो यहाँनिर अब पहाडको मान्छेहरूले अब उहिलेदेखि नै गरिआइरहेको कामहरू हो है, फुल रोप्ने फुल फुलाउने कामहरू त। तर अब नामहरू कसैलाई थाहा हुँदैन, म पनि अब त्यही क्याटेगोरीमा आउँछु। तर अहिले चाहिँ म पनि सिक्दैछु नामहरू। यो पनि इभेरिगेटेड फोटोज यो त्यसो सानो लिएको थियो हुँदैछ भर्खर ग्रोथ यसको। उनीहरूले पनि अब वाइल्ड अर्किडले चाहिँ अब नर्मल भाषामा भन्नुपर्दा सुनखरी हाम्रो जङ्गलतिर पाउने फुलेको चाहिँ एकदमै मिठो बास्ना र एकदमै दामी देख्छ नि त। त्यसले गर्दा हामीले यहाँनिर सानो यसरी यो चाहिँ हामीले सायद तल भाइहरूकोबाट लिएको मजाले एकदमै कोपिला लागिरहेको छ। यसलाई चाहिँ अब यो चाहिँ फुलेको ए हजुर, यो चाहिँ मेरो हस्बेन्डलाई चाहिँ नामहरू एकदम मजाले थाहा छ नि त, प्रनाउन्स पनि मजाले गर्नुसक्छ। म चाहिँ एसिस्टेन्ट भएर अलिअलि प्र्याक्टिस गर्दैछु अहिले हो। म पनि यसरी नै कुनै दिन हक्का फुल हेर्ने बित्तिकै नाम भन्नुहुन्छ होला। अनि यसरी यो चाहिँ कोपिला मजाले लागिरहेको छ। यो फुलेपछि म तपाईँहरूलाई देखाउँछु नि, यस्तो मजाले फुल्छ। फुल्नुको साथसाथै यहाँबाट छेउबाट पास हुँदैपछि मगमग बास्ना हुन्छ यसको चाहिँ। यसरी राखेको छु है। यो चाहिँ एकदमै जङ्गलमा पाउने चिजहरू हो है। यो चाहिँ अब जङ्गलमा हामीले पनि उखालेर लिएको त होइन, अब कति रुखहरू ढल्दा काट्दा मान्छेले त्यत्तिकै अब यस्तोहरू वास्तै गरेको हुँदैन नि त। तर अब यो पनि अहिले देख्दा जिङजिङै देख्छ, फुल्दाखेरि त मान्छेले यसलाई पनि यसको नाम के हो भनेर सोध्ने गर्दछ है। अहिले त हेर्नुहोस् न अब यस्तो देख्छ है, लाइक लेस जब फुल्छ त्यति बेला मात्रै यसले चाहिँ हरेक मान्छेको एट्र्याक्सनलाई ग्राब गर्छ क्या। यो पनि जङ्गलकै हो, यसरी लगाएर राखेको छ। यो चाहिँ यहाँ पनि सबै पटिङ गरेर नयाँ पटिङ गरेर छुट्याएर फुलहरूलाई छुट्याएर यसरी राखेको छ। कति हप्तादेखि चलिआएको छ। यहाँ पनि सानो फुल्नु आँटेको छ, जङ्गलकै हो यो पनि। यो पनि म फुलेपछि तपाईँहरूलाई यसको उयो देखाउने छु नि, मजाले उयो भइरहेको छ। यस्तोहरू छ। अनि यहाँ यो त अब सबैजनाले चिन्ने हुन्छ होला होइन, स्टाइलोन भनेर भनिन्छ यसलाई। यसमा पनि अब मेरो फिमेल केहरू भेराइटीहरू केहरू हुँदो रहेछ। अहिले त धेरै के निक्लेको छ हो। हाम्रोमा चाहिँ अहिले अब यस्तै छ, सिम्पल तर एकदम बुसी र एकदमै मजाले। अब जब यो रेनी सिजन हुन्छ तब यो पहेँलो पहेँलो भएको यसको यो जति पनि उयोहरू छ तिनीहरू पनि सबै फर्केर मजाले हरियो भएर आउँछ क्या। राम्रो छ यो पनि। घरको चाहिँ कुना काप्ची चाहिँ केही नछोडिदिएको हामीले चाहिँ। ल यहाँ पनि हेर्नुहोस् न, यहाँ पनि यसरी नै जङ्गलकै हो यो पनि।